साथीहरु आज चाहिँ हामी साथी मिलेर घुम्न जाँदैछौँ है त हेर्दै गर्नु होला भिडियोहरु काका परे हामी भेटा ल ठीक छ स्वस्तिका कस्तो हुँदैछ हाम्रो गाडी चाहिँ आइसक्यो है साथीहरु हामी चाहिँ सिंगल बसेको छु रेस्टमा हाम्रो साथीहरु सबैजना आइसक्नु भयो यता आइ गर्दिन त हाय 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 अघि त हामी देखिसकेको छौँ त अघि रेस्टमा छौँ हामी चाहिँ अब भेट हुन्छ नाटक धरा कटिसक्यौँ भइसक्यो दाइ बोल्नु त भनेको हेलो गाडीले माथि ल्याङ भयो ल्याङ ल्याङ हामी चाहिँ भिलेटर आइसकिसक्यौँ वहाँ एक पैसा दिने क्रम कस्तो हुँदैछ त हजुरलाई भेलेटरमा आयो त साह्रो ब्युटिफुल हो हाम्रो यहाँ के हो यस्तो अनि के हो विनितालाई विनिताको फेभरेट के हो ओए यो बनाउनु पर्छ ल ओए सबैजना त हेर त एकचोटि साथीहरु हामी चाहिँ यहाँनिर अब यहाँ यसो पेट पूजा गर्नुपर्ने अवस्था आयो यहाँ हो हेर्नुहोस् कोही त मेरो मुखको चिचो बनाएको सबैजना आउँदै आउँछ कि सबै मुख चिचो बनाएको केटी हो ल हामी चाहिँ आइपुग्यौँ यहाँ पेट पूजा गर्नु साथीहरु हामी चाहिँ यहाँ थुक्पा खाँदैछौँ पेट पूजा गर्नुको लागि यहाँ हाम्रो यहाँ म्यामले चाहिँ डिस बनाउँदै हुनुहुन्छ सामानको ब्युटिफुल खान्छौँ अनि मात्रै है त बाई साथीहरु हामी चाहिँ सबै सामानहरू किनेर यता दिदीहरू अगाडि हुनुहुन्छ सामान चाहिँ अन्त खादिदी दिदी तपाईँले के बोक्नु भएको पानी हो वाटर वाटर स्वस्तिका दिदीले के बोक्नु भएको हाम्रो आउँदैछ अरू ठाउँ पनि अर्डर गर्नु पर्ने छ हेर्नु न मौसम जाँदा भेलटारको केही पनि हुस्से लागेको हो भ्यू हेर्न आएको सबै हुस्सेले त हाम्रो सखा पार्ने पऱ्यो त हजुर हो होइन म त भ्यू पनि हेर्न आएको अलिक त हुस्सेले हामीलाई आँखा खेल्थ्यो है साथीहरू हामी चाहिँ शङ्कामा फोटो खिच्नु गऱ्यौँ अब चाहिँ हामी जान्छौँ ए यहाँ फोटो हुँदो रहेछ सरी अब हामी चाहिँ अब हाम्रो डेस्टिनेसन जान्छौँ है त साथीहरू हामी चाहिँ यस्तो उकालो हिँड्दैछौँ हामी चाहिँ हेर्बेन डाँडा जाँदैछौँ है त हाम्रो यहाँ साथीहरू चाहिँ त हुनुहुन्छ हेर्नु भ्यू कस्तो दामी छ भर तर सबै उठु लागेको छ है साथीहरू त्यसपछि हावा आएर चाहिँ एकदम रमाइलो भएको छ हजुरहरू पनि मेरो भिडियो हेरेर यसो आउनुभएको छ भने इन्जोय गर्नु होला है त अगाडि जानु न दिदीहरू जानुभयो हामी चाहिँ भ्यू हेर्न आएको होइन तर हुस्सु लागेको छ भए तापनि एकदम चिसो हावा र हामी एकदम गर्मी ठाउँबाट आएको हो नि त त्यो लागि पनि हामी चाहिँ रमाइलो गर्न आएको है त विशेष म्यामहरूले कता कता म भन्ने भोइस ओभर चाहिँ बट माई भोइस इज नट गुड मेरो भोइस गुड भएको है म भोइस ओभर गर्छु यार इज नट छोको माथि जाउँ न गाइजहरू बोल्दै हिँड्नु न पत्लक ओ गाइजहरू हेरौँ न हाम्रो
तँभन्दा कम्ती छैन हेर्नुहोस् वाउ गाइस तपाईहरुलाई स्वर्ग देख्न मन छ कहीँ जानु पर्दैन सुन कहीँ जानु पर्दैन भेटाएर आउनुहोस् कुलुक 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 एक कुलुकलाई हेर्नुहोस् आउनुहोस् त कुलुक कुलुक भनेको ए नभए कान्छी गर्नु छ हेर्नुहोस् स्वर्ग हेर्नुहोस् हाम फाल्दा नि हुन्छ हाम फाल्दा नि हुन्छ हाम फाल्दा नि गाइस नबिर्सिने गुलुक 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 चाहिँ यति राम्रो राम्रो केटीहरू छन् तपाईहरु कहाँ हुनुहुन्छ घरै बसेर हेर्दै हुनुहुन्छ यो त भएन ल यति राम्रो केटी तपाईहरु घर बसेर हेर्दै हुनुहुन्छ आउनुहोस् न डाँडामा छिटो हिराइकिन धेर पैसा पर्दैन मात्रै 1500 पुग्ले पनि पुग्छ गाडी भाडा मात्रै तर कहाँ देखको बोलाएको यति राम्रो ठाउँ यति राम्रो मान्छे तपाईहरु के घर बसी बसी हेर्दै हुनुहुन्छ भएन क्या यो चाहिँ हेर थकी त हाम्रो म्याम साथीहरु हामी चाहिँ फोटो सोटो सबै खिचेर सबै थोक गरेर भिडियो खिचेर खाइसकेर हामी चाहिँ अब घर फर्किन आँटेको अब हाम्रो गाडी चाहिँ आउन आँटिसक्यो है त हामी चाहिँ सबै सकाएर खाइपी गरेर भिडियो बनाएर फोटो खिचेर हामी चाहिँ फर्किन लाग्यौँ एकदमै रमाइलो भयो थ्याङ्क यू फर वाचिङ यू अल लाइक शेयर अनि सब्स्क्राइब गर्न चाहिँ प्लिज नभुल्नु होला तपाईहरुले हेर्नु त स्वर्ग ठाउँ लिएर आएको छु हेर्नुहोस् भेटारको हाम्रो ग्याङहरु हेर्नुहोस् तपाईहरुले यति राम्रो राम्रो ब्युटिफुल लेडी हेर्न पाउनुभएको छ मेरो युट्युबबाट बुझ्नु भयो त्यसैले तपाईहरुले लाइक शेयर एन्ड सब्स्क्राइब गर्नु चाहिँ नभुल्नु होला बाइ बाइ
One